मैले युट्युब च्यानल खोलेको 1 वर्ष हुन लाग्यो, न वाच टाइम पुगेको छ न सब्सक्राइब पुगेको छ। अब 1 वर्ष पुरा हुनलाई केही दिन मात्रै बाँकी छ, 2-4 दिन मात्रै बाँकी छ कि पछि गएर मेरो च्यानल मोनेटाइज हुन्छ। 1 वर्ष काटिसके सँगसँगै मेरो च्यानल पछि गएर मोनेटाइज हुन्छ भन्ने यस्तो खाली क्वेसनहरु तपाईहरुको धेरैको मनमा लागिरहेको छ होला। 1 वर्ष हुन पनि लाग्यो होला, कति साथीको च्यानल खोले 1 वर्ष हुन लाग्यो, कतिको 2-3 वर्ष पनि भइसक्यो होला। अनि तपाईको मनमा पनि यो डाउट छ कि अब मोनेटाइज हुन्छ कि हुँदैन, मोनेटाइज हुन्छ या हुँदैन, सबैको मनमा यो डाउट छ तपाईको मनमा। तपाईको यही डाउटले क्लियर गर्नको लागि मैले आज तपाईको अगाडि यो भिडियो लिएर उपस्थित भइसकेको छु। नमस्ते साथीहरु, तपाईले हेर्दै हुनुहुन्छ एक्टिभ राजु युट्युब च्यानल, साथमा म राजन। बाँकी भिडियो तपाई विस्तारमा हेर्दै गर्नुस्, बाँकी भिडियो स्किप नगर्दिनु होला। सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु भयो भने अवश्य पनि तपाईले यो बारेमा 1 वर्ष भित्रमा मोनेटाइज गर्नै पर्ने हो या 1 वर्ष काटिसकेपछि पछि पनि मोनेटाइज गर्न सक्नुहुनेछ। यो बारेमा तपाईले एकदम मजाले बुझ्न सक्नुहुन्छ साथीहरु। साथीहरु, सर्वप्रथम त युट्युबको कुनै पनि रुल्समा कुनै पनि नियममा लेखेको छैन कि युट्युब च्यानललाई 1 वर्ष भित्रमा मोनेटाइज गर्नुपर्ने हुन्छ। त्यहाँ कति पनि लेखेको छैन च्यानल खोलेको 1 वर्ष भित्रमा मोनेटाइज गर्नुपर्छ भनेर कति पनि लेखेको छैन साथीहरु। हाम्रो के छ भनेपछि सबैले सब्स्क्राइब तपाईले जतिसुकै चाहे 1 दिनमा पुरा गर्नु चाहे 2 दिनमा पुरा गर्नु त्यससँग कुनै मतलबै हुन्न युट्युबले। तपाईको वाच टाइम चाहिँ लास्ट 365 दिनको वाच टाइमलाई चाहिँ तपाईले युट्युबले काउन्ट गरेर जुन 4000 घण्टाको वाच टाइमलाई जुन तपाईले युट्युबले दिइराखेको हुन्छ 365 दिनमा कम्प्लिट गर्न पर्छ भन्ने तपाईले युट्युबले दिइराखेको हुन्छ, त्यो टाइमको भित्रमा तपाईले 4000 घण्टाको वाच टाइम कम्प्लिट गर्नुभयो भने चाहिँ तपाईको च्यानल मजाले मोनेटाइज हुन्छ। र तपाईले अब 365 दिन भित्रमा पनि तपाईले आफ्नो च्यानललाई मोनेटाइज गर्न सक्नु भएन, 4000 घण्टा वाच टाइम पनि कम्प्लिट गर्न सक्नु भएन भनेपछि कन्टिन्यू काम गर्दै जानुस्, पछि गएर पनि तपाईको च्यानल मोनेटाइज हुन्छ। जुन बेला तपाईको 365 दिन भित्र तपाईको 4000 घण्टाको वाच टाइम कम्प्लिट हुन्छ नि, त्यही बेला तपाईको च्यानल मोनेटाइज हुन्छ। चाहे तपाईको च्यानल खोले 2 वर्ष हो, चाहे 4 वर्ष, चाहे 10 वर्ष हो, चाहे 15 वर्ष हो, त्यसको कुनै पनि सरकार छैन, कुनै पनि मतलब छैन युट्युबलाई। तपाईले लास्ट 365 दिनमा 4000 घण्टाको वाच टाइम कम्प्लिट गरेको हुनुपर्छ, तब गएर मोनेटाइज हुन्छ साथीहरु। यसमा तपाईहरु कति पनि नझुकिनु होला। कतिपय साथीहरुलाई थाहा छैन होला कि थाहा नभएर कति च्यानलहरु छोड्दै अब 1 वर्ष हुन लाग्यो, म त अब मैले वाच टाइम पुरा गर्न सकिन, मैले च्यानल छोडेको च्यानल खोल्छु, अब मेरो च्यानल मोनेटाइज हुन्न भनेर छोड्दै कति च्यानलहरु नयाँ च्यानल खोल्दै फेरि काम गर्दै फेरि त्यही मेहनत फेरि त्यही पछिबाट पुरानै मेहनत गर्दै सब्स्क्राइबरहरु अब यताउता ओइ मलाई सब्स्क्राइब गर्दैन, ओइ मलाई सब्स्क्राइब गर्दैन भन्दै च्यानलका लिंकहरु सेन्ड गर्दै आफ्नो साथीहरुले त्यही गर्दै फेरि पनि सुरुबाट संघर्ष गर्दै हुनुहुन्छ होला। यदि त्यस्तो गर्दै हुनुहुन्छ भने चाहिँ नगर्नु होला, तपाईको च्यानल मोनेटाइज हुन्छ। चाहे 1 वर्ष हो, चाहे 2 वर्ष, चाहे 4 वर्ष हो, जतिसुकै वर्ष होस् किन नहोस्, तपाईको 365 दिन भित्रको वाच टाइम मात्र काउन्ट भएर तपाईको च्यानल मोनेटाइज हुन्छ। काम गर्दै गर्नु होला। बाकी यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल एक्टिभ राजालाई पनि सब्स्क्राइब गरेर राख्नु होला, ताकि यहाँदेखि युट्युब सम्बन्धी र फेसबुक सम्बन्धी तपाईले भिडियोहरु निरन्तर फेसबुक र युट्युबमा कसरी काम गर्न सक्नुहुन्छ, फेसबुक र युट्युबको बारेमा एनी टाइम निरन्तर तपाईको यहाँदेखि भिडियोहरु आइरहनेछन्। र सब्स्क्राइब गरेर राख्नुस्, नोटिफिकेसन पनि अल गरिदिनुस्, बेल आइकनलाई पनि दबाइदिइहाल्नुस्, त्यसपछि भिडियो मन परे एक लाइक पनि गरिदिइहाल्नुस्। र जुन यो भिडियोमा बताएको जस्तै तपाईको साथीहरु कसैले यस्तो काम गरिरहनु भएको छ भने यो भिडियो त्यो साथीले तुरुन्त शेयर पनि गरिदिइहाल्नुस्। बाइ बाइ, मिलौँ ल अब अर्को भिडियोमा।